दर्शक नमस्कार सबैलाई। आज हाम्रो छोरीको बिहेको पार्टी यहाँ नेपालमा पनि भइराखेको छ र अहिले हामी यहाँ डान्स प्रोग्राम भइराखेको छ। सबैलाई एकदम रमाइलो छिन भइराखेको छ, सबै नाचिराखेका छन्, खुसीको माहौल भइराखेको छ। हाम्रो काइकीले केही कुरा भन्न चाहन्छन् हजुर? के कस्तो लागेको छ? राम्रो लाग्यो, सबै छोरा नाच्ने नाति भतिजा सबै जम्मा भयो, धेरै खुसी लाग्यो, धेरै राम्रो भयो, सबलाई धन्यवाद छ। काइकीले भन्नुहुन्छ हामी जम्मै सबै भेला भइराखेका छौँ र रमाइलो खुसियाली गरिराखेका छौँ भन्ने उहाँको भनाइ छ। यहाँ डान्स प्रोग्राम भइराखेको छ और यहाँ मेरो बुढी कल्पना मेरो जीवन साथी तपाईलाई के ल हाम्रो एकदमै राम्रो पल, हाम्रो एउटा खुसियाली। हामी मान्छेको जिन्दगीमा खुसी सुख र दुःख भन्ने कुरो आइराखेको हुन्छ र तर अहिले यति हर टाइम हामीले सानोतिनोमा एउटा रमाइलो पल भइराखेको छ। धेरै धेरै धन्यवाद, थ्याङ्क यू। अब सबै नाचिराखेका छन्। हिजो राति पनि आज पनि प्रोग्राम एकदम राम्रोसित सम्पन्न भयो। म एकदमै खुसी छु। सायद म सबभन्दा संसारमा आफूलाई नै भाग्यमानी ठान्छु। यति राम्रो प्रोग्राम केरलामा पनि दुईटा पार्टी भयो, वहाँ पनि एकदमै खुसियालीसित दिन काट्यो। यहाँ पनि हामी सबै गाउँले दाजुभाइ दिदीबहिनी आफ्नो छरछिमेकी सबै हामीले एकदमै रमाइलो गरिराखेका छौँ। यस्तो पल पाउनु भनेको हामीलाई एकदमै आफूलाई भाग्यमानी ठान्नुपर्छ। यहाँ सबैहरू आफ्नो मनोरञ्जन, बच्चा बुढापाका सबै हामी एकजुट भएर आफ्नो खुसियाली गरिराखेका छौँ। थ्याङ्क यू, धन्यवाद। भइरहेको छ यस्तो खुसियाली गरिराखेका छन्, हामी सबै मिलेर डान्स प्रोग्राम गरिराखेका छौँ। साइडमा पनि नाच्ने लहर आइराखेको छ। आफ्नो रमाइलो छिन आफ्नो खुसियाली गरिराखेका छन्, पारिराखेका छन् सबैले। हेर्नु यस्तो पल सबैचोटि पाइँदैन। हामी जिन्दगीमा खुसी र दुःख भन्ने कुरो हाम्रो जिन्दगीमा भइराखेको हुन्छ र तर यति रमाइलो भइराखेको छ, हामी सबै खुसी छौँ। थ्याङ्क यू, धन्यवाद। एकदम रमाइलो छिन, एकदमै खुसियाली भइराखेको छ। सबै यति नाच गाना भइराखेको छ। यो भिडियो मेरो फेसबुक पेज र युट्युब च्यानलमा सबैले सब्सक्राइब र सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्ने म सबैलाई जानकारी दिन चाहन्छु। म केही मान्छेलाई सोध्न चाहन्छु। हजुरको सुन्ना भन्नुहोस् हजुर। ओके, सबै आफ्नो धुममा आफ्नो खुसी छन्। यिनी बोल्न चाहँदैनन्, म पनि धेरै खुसी छु। यिनीसित रमाइराखेको छु, एकदमै खुसी लागेको छ। ओके, थ्याङ्क यू, धन्यवाद। दर्शक नमस्कार। हामी हाम्रो पहाडी लोक देउडा संस्कृत संस्कार समेत हामीहरू जोडिएको लोक देउडा भाकासित हामी सबै देउडा गीतमा रमाइराखेका छौँ। एकदमै रमाइलो पल, यस्तो सायद जिन्दगीमा हामीले कहिले पनि नपाउन सक्छौँ। हामी सबै खुसी छौँ। हाम्रो लोक देउडा गीत गाएर एकदमै रमाइराखेका छन् सबैलाई। थ्याङ्क यू, धन्यवाद। मेरी भाउजू बहिनी मिलाइदेऊ पिरा तिलाउँछु। मेरी भाउजू बहिनी मिलाइदेऊ पिरा तिलाउँछु। मेरी भाउजू बहिनी